विकासको लागि बहसको साथमा सम्राट सुट्स द बेस्ट इन न्यू रोड काठमाडौँ पुतली सहर काठमाडौँ। नमस्कार। समृद्ध नेपाल नारा सहितको अनलाइन न्यूज पोर्टल www.arthicnepal.com को प्रस्तुति कार्यक्रम विकासको लागि बहसमा स्वागत छ। म हुँ संघर्ष बन्द। दर्शकवृन्द, हरेक शुक्रबार राति 9:30 बजे टिभी टुडेबाट प्रसारण हुने यस कार्यक्रममा हामी नेपालको विकासको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका विभिन्न आर्थिक क्षेत्रको बारेमा छलफल गर्ने गर्छौं। र यसै क्रममा आज कार्यक्रमको 7औं भागमा भने हामी नेपालको अर्थतन्त्रको बारेमा छलफल गर्दैछौं। भर्खरै जारी भएको बजेट र संविधानको मस्यौदाले नेपालको आर्थिक, वित्तीय तथा ब्याङ्किङ क्षेत्रमा के कस्तो प्रभाव पार्ने छ भन्ने विषयमा नै आज हामी छलफल गर्दैछौं। र यो विषयमा छलफल गर्नको लागि आज हामीसँग हुनुहुन्छ आर्थिक तथा ब्याङ्किङ क्षेत्रका विज्ञ डाक्टर रेवत बहादुर कार्की र उहाँ हाल राष्ट्रिय वाणिज्य ब्याङ्कका अध्यक्ष पनि हुनुहुन्छ र सेन्टर फर माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पनि हुनुहुन्छ र उहाँसँग आर्थिक, ब्याङ्किङ तथा वित्तीय क्षेत्रको 20 वर्ष लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव पनि रहेको छ। आउनुहोस् दर्शकवृन्द, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। स्वागत छ रेवतजी यहाँलाई कार्यक्रममा। धन्यवाद। सन्चै हुनुहुन्छ? ठिक छ। छलफल अगाडि बढाउँ है त। नेपालको अर्थतन्त्रको अवस्था कस्तो छ अहिले? विकासको लागि सर्टेन पूर्वाधार भइसकेको थियो, त्यसलाई सहज गर्न, त्यो विकासलाई अझ बढाउन, जनतालाई सुविधा दिनको लागि ब्याङ्क हुने, लघुवित्त जाने, इभन गाउँमा लघुवित्त जान सक्छ, तर लघुवित्त गएर ऋण दियो अनि केही चिज जस्तो कति ठाउँमा चाहिँ अब आलु प्रशस्त उत्पादन गर्यो, अब बजार छैन, अनि त्यस पछाडि उनीहरूले त्यसलाई अरू किसिमको बनाउने तरिकाहरू गरेर अथवा कति कुहिएको छ यस्तो यस्तो क्या। अब तरकारीमा लगानी गरेर तरकारी अब गाउँघरमा त तरकारी पनि बेच्ने भन्ने किसिम हुन्छ। अब त्यो किसिमको चाहिँ अलिकति कमर्सियल माइन्ड हुनु पऱ्यो नि उसमा चाहिँ, होइन? त्यसले त्यो मान्छेहरूमा चाहिँ उसको हिसाबले त्यो खालको अब भनौँ न कति अब अहिले पानी पनि बेच्ने चिज हो भन्छ। अब सहर बजारमा कमन हुन्छ, होइन? उसमा चाहिँ त्यो कमन मानिँदैन। त्यसैले एउटा ल्याएर यो सबै आउनेलाई सेवा गऱ्यो भने त्यो पनि त यो खास गरेर आयमा भ्यालु एड भन्छ क्या। भ्यालु एड भएपछि तपाईँको के भन्छ जिडिपी चाहिँ बढ्छ। अब यो इम्पोर्टबाट जिडिपी बढ्छ। सबै सेवाहरू इत्यादिको हिसाबले एक टेलिभिजनले पनि तपाईँ भ्यालु एड गरेर तपाईँको राष्ट्रिय आयमा चाहिँ गरिरहेको छ। अब प्रतिशत कम हुन्छ त्यो आफ्नै ठाउँमा छ, तर चाहिँ के अरे कति बढी जस्तो उद्योग धन्दाको प्रोसेसिङ गरेर गऱ्यो भने त्यो बढी भ्यालु एड हुन्छ अनि बढी राष्ट्रिय आयमा जान्छ। अब अरू चिजहरूको कम जान्छ। अब यसै सन्दर्भमा नि तपाईँ सेन्टर फर माइक्रो फाइनान्स नेपालको कार्यकारी निर्देशक पनि हुनुहुन्छ। के गरिरहेछ सेन्टर फर माइक्रो फाइनान्स नेपालले यो सन्दर्भमा? अब यो चाहिँ वास्तविक पहिले अब यो एउटा क्यानाडियन अर्गनाइजेसन सेसी भन्ने त्यो मार्फत चाहिँ यो वास्तविक ब्याङ्क वित्तीय संस्थाहरूको रिसर्च एन्ड ट्रेनिङको हिसाबले यसलाई फाइनेन्स गर्दैन, ट्रेनिङ यो संस्था स्थापना भएको थियो। यो एउटा नेटवर्किङ जस्तो संस्था हो। अनि यसले चाहिँ विभिन्न संस्थाहरूलाई तालिम दिने गर्ने गर्छ, त्यस पछाडि एडभोकेसी गर्ने अनि अरू के रिसर्च प्रोजेक्टहरू गर्ने, यस्ता विभिन्न कामहरू गरेर चाहिँ आइरहेको छ। अहिले पनि अब डिएफआइडीको प्रोजेक्ट अन्तर्गत एक्सेस टु फाइनेन्समा यो संस्था इन्भल्भ छ र यसले चाहिँ अब यो राष्ट्रिय स्तरको सब्मिटहरू पनि गरिरहेको छ। अब अहिलेसम्म 2-3टा सब्मिटहरू गरिसक्यो। अब अर्को गर्ने क्रममा चाहिँ हामी छौँ, तर अहिले भूकम्पले गर्दाखेरि अहिले 2-4 महिना नयाँ मुद्दाहरू के हुन्छ अब नयाँ सब्मिट गर्दाखेरि तपाईँको? अब नयाँ मुद्दा त अब भनौँ न, अब यसको हिसाबले अब त्यसलाई चाहिँ खास गरेर कसरी सस्टेन बनाउने र अहिलेको र हालसाल के पहिले चाहिँ अब तल्लो वर्गलाई भने माइक्रो फाइनेन्स भन्ने थियो। अब माइक्रो फाइनेन्स भने तपाईँ अब अहिले पछिल्लोचोटि समावेशी आएको इन्क्लुसिभ र जसले जब ब्याङ्किङ वित्तीय क्षेत्र इभन पोलिटिक्समा पनि तपाईँ समावेशी प्रजातन्त्र भन्छ नि भने चाहिँ त्यो सबैलाई इन्भल्भ गर्ने भन्छ। यहाँ पनि समावेशी भने चाहिँ सबै मान्छे जो ऋण दिएको छैन अथवा त्यसलाई चाहिँ सिकाउने गर्ने अथवा पढाउने कति सामाजिक पनि हुन्छ तिनीहरूलाई गर्ने भन्ने हिसाबले अहिलेको हिसाबले अब यो क्षेत्रको हिसाबले इन्क्लुसिभ जहाँ समावेश छ त्यसलाई गर्ने र व्यक्तिहरू पनि जो समावेश छन् त्यसलाई गर्ने। त्यसले अहिलेको नारा भनेको त्यहाँनिर इन्क्लुसनहरू गर्ने। र केही अगाडि मैले यो चाइनाको सङ्घाईमा चाहिँ यो 20-25 जना सिओहरू यसको उसलाई लगाएको थियो। त्यहाँ उनीहरूको चाहिँ त्यो यो साउथ एसिया कन्फरेन्स थियो अनि तिनीहरूको पनि मेन जोड चाहिँ त्यो फाइनेन्सियल इन्क्लुसनमा थियो। त्यसै द टाइम अफ फाइनेन्सियल इन्क्लुसन अब खास गरेर लो माइक्रो फाइनेन्सको भन्ने हिसाब। त्यसैले अहिलेका हो। त्यसैले यहाँ पनि खास गरेर पहाडी क्षेत्रमा अथवा गाउँमा चाहिँ त्यसलाई पुर्याउने गर्ने र यसमा चाहिँ अब यो
ब्याङ्क वित्तीय संस्थाको मात्र नभनेर जस्तो त्यसले चाहिँ के भने सबै सम्बन्धित स्टेक होल्डरहरूलाई राष्ट्र ब्याङ्क जति पोलिसीहरू गर्छ त्यस पछाडि गभर्मेन्ट र त्यस पछाडि बाहिरका ऊ सबैलाई चाहिँ त्यसमा उ गरेर उनीहरूले आफ्नो रोल यस्तो गरिरहेको छ यो हिसाबले चाहिँ अरू गर्नुपर्ने भन्ने हिसाबले चाहिँ जस्तो पहिलेको क्रममा केही कुराहरू भएका छन् जस्तो सबै ग्रामीण ब्याङ्कलाई एउटै गर्ने त्यो मर्ज गरेर उ गर्यो र अरू अब उनीहरूको एउटा चाहिँ अब यो यिनीहरूकोमा एकअर्कामा जस्तो अहिले डुप्लिकेसनको कुरा गरेँ एकअर्कामा चाहिँ त्यो इन्फर्मेसनलाई जस्तो सिआइडी क्रेडिट इन्फर्मेसन ब्युरो छ त्यसैले अथवा अर्को संस्थाले चाहिँ त्यो इन्फर्मेसन दिने फलानले त्यो इन्फर्मेसन पर्ने हिसाबमा त्यो कुरो पनि अगाडि बढिरहेको छ यस्तै भनौँ न उसको हिसाबमा चाहिँ पहिले गरेकाहरूलाई अहिले हामीले त्यसलाई चाहिँ फलोअप गरिरहेका छौँ र अब छिटै एउटा स्टियरिङ कमिटीको मिटिङ गरेर अब त्यो कहिले गर्ने इत्यादि भन्ने हिसाबमा हामी जान्छौँ त्यो हिसाबले यसरी आफ्नो गतिविधि बढाइरहेको छ र अहिले त अब यो खास डिएफआइडी एक्सेस टु फाइनेन्सियल मध्य र सुदूरमा गरेर त्यसमा पनि हामी चाहिँ त्यो को पार्टनर हो काम गरिरहेका छौँ र त्यो 5 वर्षको प्रोजेक्ट ठुलो प्रोजेक्ट हो र त्यहाँ चाहिँ गाउँ गाउँमा पनि अब यो खास गरेर यो इलेक्ट्रोनिक ब्याङ्किङ मोबाइल इत्यादिबाट गराउने हिसाब त्यसमा छ अर्को गुड रिटर्न अस्ट्रेलियाको गुड रिटर्न उसमा पनि अर्को 3 वर्ष प्रोजेक्टमा पनि हामी नै सञ्चालक हो र त्यो चाहिँ फाइनेन्सियल लिटरेसी बढाउने कामहरू गरिरहेका छौँ र नेपालमा फाइनेन्सियल लिटरेसी कस्तो छ भने अहिलेसम्म पनि इभन पढे लेखा मान्छेहरू पनि फाइनेन्सियल लिटरेसीमा त्यति के सतर्कतै अप्नाउँदैन र यहाँ चाहिँ भनौँ न बिमा गर्दा के हुन्छ सेयरमा लगानी गर्दा के हुन्छ अब कति गभर्मेन्ट हाई लेभल अफिसरले अब सेयरमा लगानी गरेर त कहिले लिनै गएको छैन के भयो त्यो भनेर उसले कतिवटा चाहिँ बोनस र उयो दिइसक्यो अब उसलाई हुनै छैन या खै के दियो अरू भने त्यो ल्याएर अप्ठ्यारो त्यस्तो फाइनेन्सियल लिटरेसी जहाँ बिमाको बारेमा ब्याङ्कमा खाता खोल्दा के हुन्छ सादा खाता खोल्दा के त्यसबाट ऋण लिएर कसरी त्यसलाई प्रयोग गर्ने यी सबै कुराहरू फाइनेन्सियल लिटरेसी हुन्छ र अहिले राष्ट्र ब्याङ्कले पोहोर सालले फाइनेन्सियल लिटरेसीको विशेष गरेको छ त्यसमा मैले यो खास गरेर वाणिज्य ब्याङ्क पनि फाइनेन्सियल लिटरेसी आफूले गराउने हिसाबमा चाहिँ केही अगाडि यो 50 वर्षको स्वर्ण जयन्तीको उसमा त्यो कार्यक्रम पनि साइड बाई साइड गरिरहेको छ। तपाईँले राष्ट्र ब्याङ्कको कुरा ल्याइहाल्नुभयो होइन राष्ट्र ब्याङ्कले भर्खरै मौद्रिक नीति जारी गरेको छ के कस्तो मुख्य कुराहरू छ यसमा अलिकति छोटकरी ठिक छ त्यसमा मुख्य कुरा के छ भन्नुहुन्छ भने अब योभन्दा अगाडि अलिकति चाहिँ अब लिबरलाइज सिस्टममा ब्याङ्क वित्तीय संस्थाहरूको चाहिँ अलिकति केही अगाडि चाहिँ अलिक कन्ट्रोल जस्तो हिसाबमा चाहिँ गइरहेको थियो जस्तो अब उदाहरणको लागि के भने अब ब्याङ्क वित्तीय संस्थाका शाखाहरू चाहिँ स्ट्रङ कन्डिसनहरू तोकेर सम्म ब्याङ्कले नै खोल्न पाउने व्यवस्था गरेको थियो यो 65-66 अनि पछि चाहिँ के भने होइन यिनीहरूले चाहिँ त्यो ठिकसँग गरेन भन्ने हिसाबले आफूले ठिकसँग गरेको हेर्न नसक्दा त्यसलाई चाहिँ त्यो के प्रत्येकचोटि चाहिँ राष्ट्र ब्याङ्क आउनुपर्ने गर्यो जसले गर्दाखेरि राष्ट्र ब्याङ्कले झन्झटदेखि लिएर अरू कहीँ कुराहरू जस्तो कति कुराहरू कानुन सम्मत अब सञ्चालक 2 चोटि सेवा हुन पाउँदैन जुन ऐनमा नै व्यवस्था छैन त्यस्तो सुधारहरू गर्ने अनि अब इन्ट्रेस्ट स्प्रेड भनेको यो दुईटा ब्याज दरको बिचको त्यो 56-57मा त्यो इन्ट्रेस्ट स्प्रेड हामीले स्प्रेड गरेर मात्रै राष्ट्र नै थिएँ गर्दाखेरि त्यो चाहिँ के भने हामीले व्यवहारिक भएन त्यो अनिवार्य होइन एउटा चाहिँ इच्छा दिन राख्ने गरी यस्ता कुराहरू गरिरहेको त त्यसलाई करेक्सन गर्ने हिसाबमा चाहिँ अहिले वास्तविक चाहिँ यो उदाहरणात्मक हिसाबले सुधार नम्बर 1 गरेको छ। नम्बर 2 यो पुनर्निर्माणमा चाहिँ फोकस गरेको छ जस्तो चाहिँ 0%मा चाहिँ यो घर निर्माणको लागि पुनर्कर्जा दिने भनेर 2% इत्यादि भन्नेदेखि लिएर तल्लो वर्ग गरी अरू यो भूकम्प पीडित उयोहरूको लागि 1% ब्याज दरमा चाहिँ आयमूलक कार्यक्रममा लगानी गर्न दिनेदेखि लिएर अनि यसरी अब त्यसको लागि अब एउटा इन्फ्रास्ट्रक्चर ब्याङ्क स्थापना छुट्टै गर्ने र अनि पुँजी वृद्धि भनौँ न पुँजी वृद्धि जुन चाहिँ अब 62 साल 62-63मा त्यो गरेको 63 गरेको थियो अनि त्यो अब अहिले हेर्दाखेरि 2 अरबबाट एकैचोटि 8 अरब भयो जस्तो भयो तर 2 अरब त्यस बेलाको हो हामीले जस्तो राष्ट्रिय आय मैले राष्ट्रिय आय पुँजीसँग दाँच्दाखेरि के हुँदो रहेछ 0.33% चाहिँ हुँदो रहेछ। अब त्यो अहिले अब अहिलेको जिडिपी त अब त्यस बेला 60 खरब थियो अहिले 21 खरब हो। अब अहिले दाँचेर त्यो हेर्दाखेरि त के भने त्यो चाहिँ करिब 7 अरब पुग्दो रहेछ त्यो त्यस बेलाको हो कति भने 0.33 चाहिँ अहिले 7 अरब पुग्दो रहेछ भनेपछि
त्यो हिसाबमा त 8 अरब गर्दाखेरि त्यति बढी उता देखिएन र यसरी इकोनोमीको चाहिँ भनौँ न साइज बढे अनुसार वास्तै त्यो यो वित्तीय क्षेत्रको जुन भनौँ न पुँजी चाहिँ एउटा स्ट्रेन्थ थियो नि भनौँ न कति हायर अब अहिले त्यो तपाईँको इन्टरनेसनल ब्याङ्क फर सेटलमेन्ट आउँछ क्या त्यसले पनि त्यो पुँजी वृद्धि इत्यादिको लागि त्यो कडा उहरू गरेछ त्यो कन्टेक्स्टमा चाहिँ यो देखिन्छ तर त्यसमा के छ भनेदेखि र अब यसरी त गरियो तर यो अहिले जुन मर्जर एप्लिकेसन एक त त्यसको प्रभाव राम्रोसँग हेरिएको छैन त्यो चाहिँ विनियोगबाट चाहिँ मर्जर एप्लिकेसन विनियोगबाट गरिएको छ जो चाहिँ त्यसले पर्याप्त सुविधा दिन सक्छ त्यसैले संसारमा हाइली सफल भएको मलेसिया र फिलिपिन्स जहाँ चाहिँ स्ट्रङ मर्जर एक्विजिसन एक्ट ल्याएर त्यो सफल भएको छ अब त्यस्तै हिसाबले यहाँ पनि चाहिँ अब यो एक किसिमको चाहिँ पोस्ट मर्जरको भएपछि त्यो व्यवस्था गरेर चाहिँ अनि त्यस पछाडि यो पब्लिकबाट नै आउने फर्दर पब्लिक इस्यु भन्छ त्यस्तोसित व्यवस्था गर्यो भनेदेखि वास्तै यो चाहिँ त्यो किसिममा उसमा चाहिँ जान सकिन्छ र त्यसको साथसाथै भनौँ न यस्ता व्यवस्थाहरू चाहिँ उहरू गरेछ र अहिले अब खास गरेर राष्ट्र ब्याङ्कले सबै 4 किसिमका ब्याङ्क वित्तीय संस्था छन् प्लस एनजिओलाई पनि एनजिओ र सहकारीलाई पनि उसले चाहिँ सीमित ब्याङ्किङ कारोबार गर्न दियो तर ती सबै हेर्न नसकेको हिसाबले अनि अहिले चाहिँ 1 2 3 भन्दा वाणिज्य ब्याङ्क विकास ब्याङ्क वित्त कम्पनी चाहिँ सेन्ट्रलमा आफूले हेर्ने र लघु वित्त ब्याङ्क र अरू सहकारी इत्यादिको हिसाबले चाहिँ छुट्टै सेकेन्डरी इन्स्टिट्युसन स्थापना गर्ने कुरो पनि त्यसमा गरेको छ वास्तव त्यो भयो भने के भने त्यसले चाहिँ एउटा स्पेसलाइजेसन जस्तो गरेर हुन्छ यस्तो किसिमको व्यवस्था अरू गरेको छ र त्यसमा कति कुराहरू कमी कमजोरी पनि छन् र सबै चिजलाई अब यो कमी कमजोरीकै बारेमा कुरा गर्दाखेरि यो मौद्रिक नीतिमा हेर्दाखेरि कुनै पनि ब्याङ्कले क वर्गको मान्यता प्राप्त गर्नको लागि 8 अर्ब जुत्ता पुँजी हुनु पर्यो होइन अनि यो हुनको लागि त अब यसो सरसर्ती हेर्दाखेरि राष्ट्रिय वाणिज्य ब्याङ्क र कृषि विकास ब्याङ्कको मात्र यति पुग्ने देखिन्छ क वर्गको मान्यता पाउनको लागि त ब्याङ्कहरू मर्ज हुनु होइन यो गर्दाखेरि के हुन्छ फाइदा के हुन्छ बेफाइदा के हुन्छ अब त्यसमा के छ भने मुख्य कुरो जस्तो हामी कहाँ अहिले हाम्रो ब्याङ्किङ डेभलपमेन्ट भएको 40 साल पछाडि चाहिँ जुन खास सुरु भएको छ न त पहिले 4 र 5 वटा उहरू थियो होइन यत्रो तपाईँको 200 भन्दा बढी छन् भनौँ न एक हिसाबको अब अलिकति त्यहाँ स्पेसलाइजेसन भनौँ न व्यापारीहरूले यसमा भाग लिने कि नलिने उसको यसरी गर्ने इत्यादि छ कुरा गर्ने पुँजी नभएको त्यसमा यो सुरुमा उ गरे अब यसलाई चाहिँ एउटा स्ट्रेन्थेनिङ गर्नुपर्ने क्या पुँजी बढाएर एकातिर अर्कोतिर स्पेसलाइजेसन ब्याङ्किङ वित्तीय क्षेत्रको मान्छे गर्ने क्रममा अब यो के छ भन्नुहुन्छ भने अब अलिकति त त्यो के भने पर्याप्त आफ्नो क्षमताको हिसाब नगरिकन अब फेरि बडा अप्ठ्यारो पनि छ के को हिसाबले टेकेर त्यो लाइसेन्स दिने क्या एकचोटि जिडिपीको यति प्रतिशतको हिसाबले भनेर पनि हेरियो तर त्यो संसारमा काहीँ पनि स्पेसल मापदण्ड छैन क्या त्यो हिसाबले धेरै ब्याङ्क वित्तीय संस्थाहरू आयो अब त्यो हिसाबले रोजगारी अब यो गतिविधिहरू कति चाहिँ तपाईँको अस्वस्थ प्रतिस्पर्धा पनि छ क्या त्यसले गर्दाखेरि चाहिँ के भने अब यसलाई चाहिँ एउटा स्वस्थ हिसाबले प्रतिस्पर्धामा लैजाने राम्रो इन्टरनेसनल ब्याङ्किङको इमेज अनुसार त्यो गर्दाखेरि जस्तो अहिलेको हेर्दाखेरि मलाई लाग्छ अब दुईवटा तपाईँले भन्नुभयो तर अरू 4-5 वटा ब्याङ्कहरू चाहिँ मतलब एक किसिमको सहिले बनाउने जस्तो नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सहिले त्यो पुँजी पुर्याउने सक्ने अवस्था पनि छन् र केही कमजोर ब्याङ्कहरू पनि छन् जसले गर्दा मर्जर गरेर त्यो चाहिँ स्ट्रङ त्यसलाई गर्यो भने वास्तविक नेपालको हिसाबले त्यो 8-10 भन्छ मलेसिया फिलिपिन्समा तपाईँलाई 8-10 वटा हुने भने हामी कहाँ चाहिँ त्यो तपाईँको उसको हाम्रो इकोनोमीको साइज त्यहाँको भन्दा कति साह्रो अहिले चाहिँ धेरै धेरै धन्यवाद तपाईँले आफ्नो व्यस्त समयका बावजुद पनि केही समय छुट्याएर हामीलाई नेपालको वर्तमान अर्थतन्त्रको बारेमा यति धेरै जानकारी दिनुभयो हस् यहाँलाई पनि धन्यवाद मलाई मौका दिनुभयो धन्यवाद त दर्शकवृन्द उहाँ हुनुहुन्थ्यो डाक्टर रेवत बहादुर कार्की उहाँ अर्थविद तथा ब्याङ्किङ क्षेत्रका विज्ञ हुनुहुन्छ र साथै हाल उहाँ राष्ट्रिय वाणिज्य ब्याङ्क नेपालका अध्यक्ष तथा सेन्टर फर माइक्रो फाइनान्स नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ आज हामीले उहाँसँग नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र भर्खरै जारी भएको संविधानको मस्यौदा र बजेटले के कस्तो असर पार्छ यिनै विषयमा नै हामीले छलफल गर्यौं दर्शकवृन्द अर्को हप्ता पनि हामी नेपालको विकासको लागि महत्त्वपूर्ण भूमिका खेलिरहेका यस्तै कुनै आर्थिक क्षेत्रको बारेमा छलफल गर्नेछौं अर्को हप्ता शुक्रबार राति 9:30 बजे भेट्ने बाचा गर्दै www.arthicnepal.com को सम्पूर्ण टिम तथा विकासको लागि बहसको सम्पूर्ण टिम सहित म संघर्ष पन्त पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार विकासको लागि बहसको साथमा सम्राट सुट्स द बेस्ट इन न्यू रोड काठमाडौँ